नमस्ते, मेरो नाम चाहिँ सुमित्रा ढकाल घिमिरे, ककनी वडा नम्बर 2 फोहोर मैलाको चाहिँ अति प्रभावित क्षेत्रबाट चाहिँ पर्छु म। अब यो के भयो भने समस्या मात्रै रह्यो, समाधान चाहिँ कहिले पनि भएन के। समस्या भयो भन्छौँ, फोहोर रोक्छौँ, त्यसपछि समाधान गर्ने भनेर एउटा सहमतिको बुँदाहरू बनाइन्छ। त्यो बुँदा चाहिँ कागजमा मात्रै सीमित रहन्छ, कार्यान्वयन कहिले पनि हुँदैन। त्यो कारण नै अब यो चाहिँ हाम्रो अन्तिम विकल्पको रूपमा जब बालेन हाम्रो महानगरको चाहिँ मेयर भएर आइसकेपछि चाहिँ अलिकति आश गरेर उहाँले गर्छु मलाई केही समय दिनुस् भनेर चाहिँ रोकिरहेको अवस्था थियो 18-20 बुँदे सम्झौता अनुसार हैन। त्यो सम्झौताको चाहिँ तपाईँको एउटा बुँदा पनि अहिलेसम्म कार्यान्वयन भएको छैन, लागू भएको छैन। त्यो कारणले चाहिँ अब यो मर र मारको स्थिति आइसक्यो। यसै पनि हामी फोहोर मैलाकै कारणले यहाँ बसेर तपाईँको अस्वस्थ वातावरणमा मरिरहेका छौँ, पल मरिरहेका छौँ भने हामीलाई अब मर्नदेखि पनि डर भएन भनेर चाहिँ यहाँका जनताहरू अब यो फोहोरै यो ठाउँबाट हट्नुपर्छ भनेर चाहिँ अन्तिम विकल्पको रूपमा चाहिँ यसलाई सबैजना सडकमा आइरहनु भएको चाहिँ अवस्था हो यो अहिले। यस्तो हो, अब फोहोर मैला भनेको अब अत्यन्त संवेदनशील कुरा हो भनेर त्यो राखिएको छ हैन। तपाईको अब यहाँको जनताले नचाहँदै पनि बाध्य भएर प्रहरी प्रशासन लगाएर तपाईको जबरजस्ती गरेर फोहोर त ल्याइन्छ। त्योभन्दा वार्ताबाट उहाँहरूले काम गर्नुहुन्छ कि भन्ने आशले गर्दाखेरि नै त्यो बारम्बार वार्तामा गइरहेको अवस्था हो। त्यो कारणले अब चाहिँ यो अन्तिम हो। यहीँ आएर यदि अब उहाँहरू ककलाई फोहोर यो क्षेत्रमा ल्याउनु छ, फाल्नु छ हैन, तपाईँको सेनेटरी ल्यान्डफिल साइट भनेर चाहिँ अत्याधुनिक रूपले अरबौं लगानी गरेर बनाइएको ल्यान्डफिल साइटलाई चाहिँ अहिले डम्पिङ साइटको रूपमा परिणत गरेर तपाईँको 100औं वर्ष फोहोर विसर्जन गर्नलाई बनाइएको ठाउँलाई चाहिँ 2-3 वर्षमा अहिले तपाईँको त्यो खाल्डो नै भरिसकेको अवस्था छ। त्यस्तै लिचेडहरू सबै खोलामा मिसाइएर अब यहाँको दुर्गन्ध, यहाँको स्थिति तपाईँहरू बारम्बार तपाईँहरू पनि हामीले आन्दोलन गरिरहेछौँ, तपाईँहरू पनि आएर खिचिरहनु भएको छ कि त्यो सबैलाई अवगतै छ। र त्यो कुराले गर्दा चाहिँ अब सम्बन्धित पक्ष चाहिँ यहीँ आएर काम नगरिकन के गर्नुपर्ने, उहाँहरूले गर्नुपर्ने कामहरू त धेरै छन् नि त। एउटा व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गर्नको लागि बनाइएको ठाउँमा लिएर आएर चाहिँ तपाईँको जथाभावी जे मन लाग्यो फोहोरहरू तपाईँको हस्पिटल जन्ने फोहोरदेखि मान्छेको मरेको कङ्काल समेत लिएर आएर यो ठाउँमा फालिन्छ हैन। त्यो कारणले गर्दा यहाँका जनताहरू धेरै पीडित छन्। अब आजभन्दा भोलिभन्दा सहँदा अब कति सहने, सहनशीलताको सीमा पनि कहाँसम्म हो भन्ने कुरा चाहिँ अब त्यो फोहोर फाल्ने ठाउँको तपाईँको काठमाडौँ महानगर लगायत 18-20 वटा महानगरपालिका चाहिँ यसमा जिम्मेवार छन् हैन। एउटालाई मात्रै दोष दिन मिल्दैन। उनीहरूले पनि त मैले पैसा तिरेको छु, फोहोर फालेको छु, जे गर्दा नि हुन्छ भन्ने खालको त्यो सोच राखेर बस्नु भएन। म चाहिँ के भन्न चाहन्छु भने 18-20 वटा जति पनि फोहोर फाल्ने महानगरपालिकाहरू छन्, के छ भने तपाईँको नियममा पनि आफ्नो स्थानीय निकायको फोहोर चाहिँ आफ्नै ठाउँमा व्यवस्थापन गर्ने चाहिँ अहिलेको संविधानको नियमअनुसार त्यो नियम छ हैन। त्यो नियमअनुसार तपाईँहरूले चाहिँ आफ्नो ठाउँमा एउटा फोहोर कसरी व्यवस्थापन गर्ने भनेर तपाईँले आफ्नो ठाउँको फोहोरलाई चाहिँ आफैले व्यवस्थापन गर्ने प्रयास गर्नु होला र यो ठाउँमा चाहिँ फोहोरै ल्याउन बन्द गर्नु होला। केही पनि चाहिएको छैन, अहिलेसम्म यहाँको जनताले केही पाएको पनि छैन हैन। यही फोहोर दुर्गन्धित वातावरण मात्रै पाइरहेको छ। त्योभन्दा सबभन्दा राम्रो मैले देखेको विकल्प चाहिँ स्थानीय निकायको फोहोर चाहिँ तपाईँहरूको स्थानीय निकायमै तपाईँहरूले कसरी व्यवस्थापन गर्नुहुन्छ गर्नुहोस्। त्यो भइसके पछाडि हामीलाई नि टेन्सन भएन, तपाईँहरूलाई नि टेन्सन भएन। त्यो भएर अब चाहिँ यो ठाउँमा फोहोर ल्याएर यो ठाउँको जनतालाई चाहिँ सधैँभरि यो पशु सरह जीवन बिताउन बाध्य गराउनेको समयको चाहिँ अब अन्त्य गर्नु पर्छ भन्ने हिसाबले अब यो अन्तिम हो विकल्प भनेर चाहिँ हामी लडिरहेका छौँ। तपाईँहरूले पनि त्यही अनुसार सोचेर विचार गर्नु होला भन्न चाहन्छु। यस्तो हो कि अब यो वार्ता भन्दै हामी वाक्क दिक्क भइसकेको अवस्था छ र यो आन्दोलनमा कुनै समितिहरू पनि केही पनि छैन। जनताले चाहिँ स्वतःस्फूर्त रूपमा अब हाम्रो जिम्मेवार निकायहरू चाहिँ तपाईँहरू हो भन्ने हिसाबले यहाँका स्थानीय जनप्रतिनिधिहरू मेयरहरूसँग गएर सल्लाह गरे अनुसार चाहिँ उहाँहरूले तपाईँहरू लाग्नुहोस्, अब तपाईँहरूले जे भन्नुहुन्छ हामी चाहिँ त्यही अनुसार अगाडि बढ्छौँ भन्ने हिसाबले कुरा भएको भएर यहाँ सबैजना चाहिँ स्वतःस्फूर्त रूपमा झर्नु भएको छ, आन्दोलन भइरहेछ हैन। हुन त अब स्थानीय जनप्रतिनिधि नै हो नि त। हामीले चाहिँ यो
काम गर्नुस् भनेर जनप्रतिनिधिहरूलाई नै पठाएको। उहाँहरू वार्तामा बस्ने छलफल गर्ने बेलामा त उहाँहरू अगाडि लाग्नै परिहाल्यो। हामी गए नै पनि हस्ताक्षर चल्ने, रातो साइन रातो अक्षर चल्ने त उहाँहरूको हो नि त। हामीले बोल्ने हो, सङ्घर्ष गर्ने हो। र अब उहाँहरूले चाहिँ हाम्रो इच्छा र भावना अनुसार हाम्रो ठाउँको जनप्रतिनिधिले चाहिँ काम गरिदिनु पर्यो, त्यति हो। यदि यो ठाउँको जनताको चाहिँ भावना अनुसार हाम्रो जनप्रतिनिधिले पनि काम गर्नुहुन्न भने, यदि काम गर्न सक्नुहुन्न भने उहाँहरूले मैले काम गर्न सकिनँ, अब को आउँछौ आऊ भनेर चाहिँ उहाँहरूले पनि राजीनामा दिएर छोडिदिनु पर्यो। म चाहिँ त्यो भन्न चाहन्छु। हाम्रो यहाँको तपाईँको स्थानीय पीडितहरूको माग नै त्यो, किनभने यहाँका साँच्चीकै सच्चा पीडितहरू चाहिँ त्यो ठाउँसम्म पुग्न पाउँदैन क्या। आजभन्दा अघिल्ला दिनहरूमा आन्दोलनमा पीडितहरू आउँछन्, त्यहाँ को पुग्छ तपाईँको एक पक्षीय रूपमा उनीहरूको कुरा सुनिन्छ, वार्ता हुन्छ, कहाँ के हुन्छ त्यो कसैलाई पनि थाहा भएर आउँदैन। त्यो भएर चाहिँ त्यो कतिपयको होइन, हाम्रो सबैको यहाँको पीडितहरूको माग नै हामीले देख्ने गरी हाम्रो आँखा अगाडि लाइभ हुनुपर्छ, विश्वले देख्नुपर्छ। वार्ता तपाईँको वार्ता यहीँ हुनुपर्छ। वार्ता मात्रै होइन, तपाईँको कति दिनभित्र काम गर्ने, कसरी काम गर्ने भनेर त्यसको क्यालकुलेसन पनि त्यहीँ भएर चाहिँ काम हुनुपर्छ।